पेसा म चाहिँ आज मेरो स्ट्यान्डमा एकदम धेरै दिनदेखि भद्रगोल भएको लुगाहरू चाहिँ टक्क समेट्न लागेको छु एन्ड मैले स्टार्ट गरिसकेको छु। सो मैले सबै चाहिँ वान बाई वान कुन कुन चाहिँ मेरो सफावाला लुगा छ, कुन कुन चाहिँ मेरो धुनुपर्ने छ, अथवा मेरो खासै धुनुपर्ने त हुँदैन किनभने म रेगुलरली नै धोइरहेको हुन्छु। तर अब कुनै कुनै चाहिँ हुन्छ नि अलिकति सायद अलिक बासी भएको जस्तो छ भने चाहिँ धुन राखिदिन्छु, एल्स चाहिँ म त्यहाँ राख्छु भनेर मैले टकटक त्यहाँ मिलाइरहेको थिएँ। सो दोज आर माई स्वेटर्स। अब त्यो स्वेटर्सहरू चाहिँ धेरै नै धुन पनि नहुने रहेछ, मेरो खुइलिएर एउटा कस्तो भइसकेको छ है। त्यही भएर त्यसलाई चाहिँ मैले राखिदिएँ। अनि त्यो ज्याकेट्स पनि ठिकै छ, अब खास एक हप्ता अगाडि नै धोएको थियो त्यो पनि। अनि यो चाहिँ ठुलो ज्याकेट खासमा त्यहाँ मात्रै बसाइ गऱ्यो कि, अनि त्यही भएर अब चाहिँ यो लगाउनेवाला नै होइन क्यारे भनेर मैले त्यो दराजभित्र राखिदिएँ। त्यो चाहिँ मेरो घरबस्दा लाउने सधैँ लगाइरहने लुगा हो। सो त्यसलाई चाहिँ मैले त्यो सानो स्माइलीवाला हुकमा झुन्डाइदिएँ। त्यसपछि त्यहाँ खसेको एक दुईवटा लुगाहरूलाई पनि मैले समेटेर भित्रभित्र राखिदिएँ यदि चाहिँदैन भने। अनि यो मफलर पनि राखेँ, अनि म अर्को मफलर पनि राखेँ। त्यो चाहिँ मेरो मम्मीले ठ्याक्क पटाएर ल्याइदिनु भएको थियो दुःखो लुगाहरू माथिबाट। अनि त्यो सबै कुराहरू चाहिँ मैले मिलाएर मेरो गरामा राखेँ। अब म हेरिरहेको छु यताउता कुन कुन लुगाहरू कता कता के गर्नुपर्छ भनेर। यो चाहिँ मेरो अलिअलि सिलाउनु पर्ने लुगाहरू थियो क्या, त्यही भएर मैले त्यो चाहिँ सबै नि त्यो के भन्छ या त्यो मिलाएर त्यो झोलामा राखेँ। अब त्यो चाहिँ भोलि लगाएर टक्क दिनु पर्ला टेलरमा भनेर। त्यसपछि बाँकी रहेको यताउता समेटेको लुगाहरू चाहिँ मैले गरेँ। अनि चाहिँ नाच्न थालेँ म यसो चुनरी गर्दै। अनि त्यसलाई पट्टाइदिएँ अनि राखेँ, एन्ड त्यो मङ्की क्याप पनि राखेँ। सो यसरी मैले चाहिँ टाकटुक पारेँ। बाई बाई, यति नै हो मेरो।